guys, welcome to my another new vlog. हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो भ्लगमा। म चाहिँ उठ्ने बित्तिकै फर्स्टमा गर्छु पटी गरिसकेपछि फ्रेस भएर म गएँ तल गइसकेपछि हेर्न सक्नुहुन्छ म खेल्न लागे भुइँमा बसेर बोतलसँग। मलाई यसरी माटोमा खेल्न चाहिँ साह्रै मनपर्छ साथीहरू। हजुरहरूले भन्नुहोला कस्तो फोरमा बसेर खेलेको, तर कहिलेकाहीँ फोरमा बसेर खेलेको चाहिँ केही पनि हुँदैन साथीहरू, हो कि होइन। यता म खेल्दै थिएँ, अर्कोतिर चाहिँ मेरो मामुले माम बनाउँदै हुनुहुन्थ्यो। माममा चाहिँ मामुले बनाउनु भएको रहेछ करेलाको अचार सँगसँगै भात, त्यसपछि लोकल कुखुराको मासुको झोल। कस्तो राम्रो देखेको छ मेरो मामुले बनाएको माम, हेर्न सक्नुहुन्छ। त्यसपछि अर्कोतिर चाहिँ मेरो ठुलो मामुले मेरो भाइलाई मसाज गर्दै हुनुहुन्छ तेली लगाएर। अनि म चाहिँ भान्सामा घरि यता घरि उता मामुलाई हेर्दै बसिरहेको थिएँ। अनि मामुले माम पाकिसकेपछि बुवालाई सर्भ गर्नुभयो, हेर्न सक्नुहुन्छ। मिठो माम पाकेको रहेछ नि त आज। अनि त्यसपछि बुवा लाग्नुभयो खाना, अनि हामी दुई भाइ मिलेर खेलिसकेपछि सुतेर उठेपछि गयौँ फेरि साँझ पखत घुम्नको लागि। हेर्न सक्नुहुन्छ म चाहिँ आजभोलि बाई गर्न सिकिसकेँ नि साथीहरू। मैले मामुलाई गरेँ बाई, मामु पनि मेरो पछि आउन थाल्नुभयो भाइलाई लिएर घुम्न जानको लागि। अनि हामी दुई भाइ खुसी हुँदै गयौँ बाबा र मामुसँग घुम्नको लागि। हेर्न सक्नुहुन्छ साथीहरू हामी कति खुसी छौँ। हाम्रो त डेलीको रुटिनै भइसक्यो यसरी घुम्ने, होइन त। अनि यो हेर्न सक्नुहुन्छ यो चाहिँ हो हाम्रो खलङ्गा बजार। हामी चाहिँ डेली यही खलङ्गा बजारमा घुम्छौँ। फेरि कहाँको खलङ्गा बजार भन्नु होला साथीहरू, हामी चाहिँ सल्यानको खलङ्गा बजार घुम्दैछौँ। हल्का अगाडि गएपछि चाहिँ बस पार्क आउँछ। अनि हामीलाई बाबाले चाहिँ यो ठाउँलाई यो भन्छ, त्यो ठाउँलाई त्यो भन्छ भन्दै चिनाउँदै हुनुहुन्थ्यो। अनि हामीहरू दुई भाइ रमाउँदै घुम्दै फर्क्यौँ घरतिर। घर फर्केपछि हामीलाई लाग्यो निन्द्र, अनि बाबाले भाइलाई सुताउनु भयो। अर्कोतिर चाहिँ मामुले मलाई सुताउनु भयो। हामी दुई भाइ चाहिँ यसरी सुत्यौँ। एकैछिन सुतिसकेर उठेपछि चाहिँ हामी लाग्यो दुई भाइ खेल्न। बाहिर चाहिँ असाध्यै गर्मी थियो, अनि हामी यहाँ दुई भाइ चाहिँ आँगनमा बसेर खेल्दै थियौँ। खेल्दै गर्दा मामुले दिनुभयो भाइलाई पेसिफायर, तर मैले भाइलाई खेल्न दिएन त्यो पेसिफायरसँग। मैले चाहिँ त्यो भाइसँग छिन्दै थिएँ, किनकि मलाई पनि त्यही चाहिएको थियो खेल्नको लागि। अनि यसरी तान्दै थिएँ। म त साह्रै छिनी त फेरि साथीहरू, मलाई चाहिँ भाइले जे खिलायो त्यही खिलाउनु पर्छ। अनि मैले भाइको मुखदेखि तानिदिएँ त्यो पेसिफायर, अनि मैले खेल्न लागेँ। हेर्न सक्नुहुन्छ एकैछिन मैले खेलेर भ्याएपछि चाहिँ मेरो मन भरियो। अनि त्यसपछि मामुले वापस मसँग छिनेर दिनुभयो भाइलाई चुस्नको लागि, अनि भाइले खिलायो। मलाई फेरि के गरम लाग्यो, अनि म फेरि भुइँमा खेल्न लागेँ यसरी फोहोरहरू। म के खेल्दै थिएँ एकैछिन, अनि मामुले मलाई बोलाइहाल्नुभयो आऊ यसु आऊ भन्दै। मामुले बोलाउने बित्तिकै के आउने भनेर म ताली बजाउँदै थिएँ। अर्कोतिर चाहिँ मेरो भाइ मामुलाई हेर्दै मक्ख थियो। अनि भाइ मक्ख भएको देखेर म पनि गएँ फेरि भाइसँग खेल्न। अनि एकैछिन हामी दुई भाइ मिलेर खेल्यौँ। खेल्दै माथिको दाइहरू आउनुभयो। हामीहरू गाना सुन्दै थियौँ। गाना सुनेको देखेर त दाइहरू पनि आउनुभयो। अनि दाइलाई चाहिँ बाबाले डान्स गर्न पठाउनु भयो। डान्स गरेको देखेर चाहिँ हामी धेरै रमायौँ। यहाँ हेर्न सक्नुहुन्छ त्यो पुन्टे दाइ कति राम्ररी नाचेको, अनि हामीलाई चाहिँ साह्रै रमाइलो लाग्यो। यहाँ हामी चाहिँ ताली बजाउँदै हेर्दै थियौँ। डान्स गरिरहिसकेपछि दादाहरू पनि आफ्नो घरतिर जानुभयो। हामी पनि मामसाम खायौँ, अनि बुवा पनि आफ्नो रुमतिर लाग्नुभयो मलाई बाई बाई गर्दै। अनि हामी सबैजना चाहिँ आफ्नो रुममा लाग्यौँ। गुड नाइट भनेर आफ्नो रुममा लाग्यौँ। रुममा गइसकेपछि चाहिँ मामुले बनाइदिनु भयो मलाई थोरै माम, अनि मैले खाएँ माम खाइसकेपछि मामुले मलाई नयाँ कुरा सिकाउँदै हुनुहुन्थ्यो जी गर्न, अनि यसरी जी गर्नुपर्छ भनेर सिकाउँदै हुनुहुन्थ्यो। मामुले पनि मलाई जी गरेर देखाउनु भयो, अनि मैले पनि मामुलाई जी गरेँ।
त्यसपछि लाग्यो मलाई निन्द्रा अनि मामाले मलाई निनी गराउनु भयो। हस्त साथीहरू, आजको लागि यति नै। अनि लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू।